टासी लेप्चा अनि मेरो जुन चाहिँ युट्युब च्यानलको नाम सायद चाहिँ यो एउटा इन्भिटेसन आएको छ मलाई चाहिँ। इन्भिटेसन कहाँबाट आएको भन्ने कुरो म तपाईहरुलाई केही क्षणमा बताउँछु। र सर्वप्रथम तपाईहरुलाई आज 26 जनवरी रिपब्लिक डे गणतन्त्र दिवस सम्पूर्ण भारतवासीले रिपब्लिक डे मनाउने दिन हो र मनाउने वाला पनि छ र यहाँहरु सबैलाई ह्यापी रिपब्लिक डे भन्न चाहन्छु। र आज मलाई जुन जग्गाबाट इन्भिटेसन आएछ त्यो चाहिँ एउटा मेरो युट्युब च्यानललाई पनि एउटा माध्यम बनाएको छ र हुनु चाहिँ मलाई कयुङ स्पोर्टिङ युथ क्लबले चाहिँ एउटा क्रिकेट अर्गनाइज गरेको छ, इन्ट्रा स्टेट T20 अर्गनाइज गरेको छ र यो चाहिँ सेकेन्ड राउन्ड स्टार्ट भइसकेको छ। आजदेखि चाहिँ प्री क्वार्टरहरु स्टार्ट भइसकेको छ। त्यो चाहिँ कहाँ भयो भन्दाखेरि दिक्लिङ ग्राउन्डमा मेरो गाउँमा भनौं न है। म चाहिँ दिग्ने स्कुल मैले स्कुलिङ गरेको र त्यही ग्राउन्डमा है। र त्यहाँबाट एउटा इन्भिटेसन आएछ है। सम्पूर्ण कयुङ युथ स्पोर्टिङ क्लबका युथहरुलाई पनि म थ्यांक यू भन्न चाहन्छु। मलाई आज एउटा स्पेशल गेस्टको रूपमा बोलाएको छ, नट अ चीफ गेस्ट है। चीफ गेस्टको विषयमा चाहिँ हैन, मलाई जस्ट स्पेशल गेस्टको रूपमा बोलाइदिएको छ हैन। र एउटा इन्भिटेसन दिइसकेपछि म त्यहाँ जानुपर्ने नै हुन्छ। र आजको भ्लग चाहिँ म तपाईहरुलाई त्यो ग्राउन्डमा लिएर जाने र ग्राउन्डमा के कस्तो हुन्छ, ग्राउन्डको तपाईको झलकहरु है। त्यहाँ क्रिकेट टुर्नामेन्ट हुन गइरहेछ, अवश्य नै क्रिकेट हुनेछ र त्यहाँसम्म तपाईहरुलाई लिएर जान्छु। के कस्तो हुन्छ आजको जर्नी यहाँहरुलाई म पूर्ण रूपले देखाउन चाहन्छु र हेर्दै गर्नुहोस् टासी इन्टरटेनमेन्ट। र म चाहिँ यहाँ ग्राउन्डमा अहिले चाहिँ आइपुगेको छु र म्याच यहाँ सुरु हुन लागेको रहेछ र केही छिन मलाई चाहिँ यो तर्फ बोलाइरहेछ। र आजको म्याच अफिसियल्स रहनु भएको छ ठाकुर अनि सुमन तामाङ। हामी आजको यो दोस्रो म्याच स्पोर्टिङ युथ क्लब कयुङ बनाम चुरीपोटे क्रिकेट क्लबको बीचमा भिडन्त हुन गइरहेको छ र हामी अपेक्षा गर्दछौँ कि दुईवटा टिमले आज एकदमै राम्रो भयो अनि हामी अर्गनाइजिङ कमिटी दुईवटा टिमलाई अल द बेस्ट साथसाथै स्कोरबोर्ड पनि निम्ति फोर्थ अफिसियल आइदिनु भयो एकदम Sir Bhanubhakt Sharma, in charge Degree School Education Department, उहाँलाई चिनो स्मृति मोमेन्टो प्रदान गरिदिनुहोस् भनी नम्र निवेदन टक्राउँदछु। उहाँलाई एउटा चिनो अर्गनाइजिङ कमिटीको तर्फबाट मोमेन्टो प्रदान गरिदिनुहोस् भनी अनुरोध जनाउँदछु। धन्यवाद। आजको सिंगल गोल कपलाई एक रनको जरुरी रहेको छ म्याचलाई जित्नको लागि। अहिले पनि म्याच टाइ भइसकेको छ। ठिकै छ ब्रदर, यो अलि देखाइदिनु न। अनि यहाँ चोट छ कि अलिकति ए हो, अनि हि इज वान अफ द बेस्ट प्लेयर हाम्रो टाइमको है। अहिले पनि एकदम थ्यांक यू। अहिले चाहिँ कहाँबाट खेल्दैछ अलिक भनिदिनु न। गम्बल 11 डिक्लिङ। अब कुन चाहिँ क्वार्टर फाइनल हो? क्वार्टर प्री क्वार्टर जस्तो क्वार्टर खेल्छ ल। हुन्छ एकदम यहाँ उयो छ। ओके, बेस्ट अफ लक। थ्यांक यू। म्याच अम्पायरले व्हाइट बलको इशारा दिएका छन् अहिले पनि। फेरि पनि एक रनको माग तर असफल। अति नै राम्रो गेन्दबाज पाक्यु थन्डर्सको खेलाडीद्वारा ब्याटिङ हो गर्ने चाहिँ को हो? 119 को टार्गेट छ है। 118 को टार्गेट।
यहाँ चाहिँ हाम्रो प्रेसिडेन्ट कयुङ स्पोर्टिङ युथ क्लबको जुन चाहिँ यो तपाईँले देखिरहनु भएको चाहिँ यो बलिङ गर्ने टिम चाहिँ पाक्योङ थन्डर चाहिँ पछिल्लो सालको चाहिँ विजेता टिम दल हो। विजेता टिम है। यही गर्न हामीले खेलाएको थियो हो विजेता दल हुन्छ। यस र लास्ट टाइमको विटनेस चाहिँ के छ भन्दाखेरि मेरो भ्लग पनि छ, तपाईँहरूले त्यहाँ पनि देख्न सक्नुहुन्छ। यसरी कयुङ स्पोर्टिङ युथ क्लबले लगातार निरन्तर यसरी क्रिकेट राखिरहेछन् अन्तिक्लिङ स्कुल ग्राउन्डमा। यहाँ हाम्रो अनुम, हेलो अनुम खाम्डी, वेलकम छ तपाईँलाई। यहाँ हाम्रो अनुम चाहिँ धेरै दिन बादमा भेट भएको मसँग। सफल भएका छन् सिंगल क्रिकेट क्लबका खेलाडी जीवन। मिस्टर जीवनले अति नै सुन्दर शट 6 रन लिनमा सफल भएका छन् र यो अति नै महत्त्वपूर्ण बाउन्ड्री रहेको छ। सिंगल क्रिकेट क्लबका खेलाडीलाई बाउन्ड्रीको धेरै जरुरत उहाँलाई परिरहेका छन् भने अति नै सुन्दर शट दिएर 6 रन लिनमा सफल। यहाँनिर 6 रन हिर्काउँदै आजको यो यस म्याचको विजेता हुनु भएको छ सिंगल क्रिकेट क्लब। 121 आजको पहिलो म्याचको टार्गेट सिंगल क्रिकेट क्लबले यो गेमलाई आफ्नो हातमा पार्न सफल भएको छ। के छौ देविदा? हेलो, के छौ स्पेसल? हाम्रो यहाँ चिकन छ त्यहाँ। ए है, यो चाहिँ के हो? यो चाहिँ यहाँ हाम्रो दाजुभाइहरू एकदम व्यस्त। यहाँ हाम्रो दाजु, हेलो दाजु। हेलो, के पाक्दैछौ? चिकन। ल यहाँ हाम्रो दाजु चाहिँ हेड कुक दामी बनिँदैछ यहाँ। आमामा यहाँ मजा आएको रहेछ नि त बस्तीको है, अर्ग्यानिक प्योर। अब यहाँ गाउँकै दाजुभाइ भएकोले गर्दाखेरि चाहिँ यहाँ आफूलाई बस्नु चाहिँ सजिलो। किचनतिर नभए एलाउ हुँदैन नि है यसरी, पाउँदैन नि दिदा। हाम्रो मुख्य अतिथिहरू चाहिँ जान लाग्दैछ। के कन्ट्रिब्युसन र यसरी आज क्रिकेट मैदानमा आफूलाई पनि स्पेसल गेस्टको निम्ति बोलाएको थियो र यसरी गाउँको सबै युथहरूलाई पनि एकदम धन्यवाद दिन चाहन्छु। उहाँहरूलाई भेटेर मात्रै धन्यवाद चाहिँ दिन सकेन है, उहाँहरू पनि बिजी थियो। र यसरी म चाहिँ फर्किँदैछु। यहाँ मुख्य अतिथि पनि फर्किसक्नु भएको छ, अघि तपाईँहरूले भिडियोमा देखिरहनु भएको थियो। र अरू चाहिँ ग्राउन्डतर्फ नै छ र म चाहिँ यहाँबाट लागिसकेको छु। र आजको 26 जनवरी मेरो चाहिँ यसरी नै बित्यो र यहाँबाट अगाडिको एउटा केक प्रोग्राम बनिन्छ, त्यो चाहिँ हेर्दै जाउँ ल। र अहिलेलाई चाहिँ बिदा चाहन्छु। फेरि भेटौँ ल अर्को नयाँ ब्लगमा।